अब हामी चाहिँ यहाँ झुलिङ्गे पुल तरेर उकालो बाटोमा आइपुग्न लागेका छौँ। अहिले चाहिँ हामी लगभग त्यही 3900 मिटरको हाइटमा छौँ होला। यताबाट हिमाल देखिरहेछ। अनि आज चाहिँ म्याक्सिमम मान्छेहरू तिल्चो गएर फर्कि पनि रहेका छन्। तर अब हामी तिल्चो गएर बस्नको लागि होटल पाइन्छ कि पाइँदैन, किनकि मान्छेहरू एकदम म्याक्सिमम आइरहेछन्। तर काङसरमा एउटा दाइलाई चाहिँ भनेको थियो हामीलाई माथि होटल मिलाइदिनु भनेर, उहाँले हुन्छ भन्नुभएको थियो र माथि कल पनि गर्छु भन्नुभएको थियो। अब हेर्दै जाऊँ त्यता होटल पाइन्छ कि पाइँदैन। खासै हामीलाई गाह्रो चाहिँ भएको छैन, किनकि हामी 3800 मिटरको हाइटसम्म हामी बाइकमा आएको थियौँ। फाङसारमा हामी बाइक छोडेर आयौँ, त्यो चाहिँ 3800 मिटरको हाइटमा छ। र अहिले हामी लगभग त्यही 3900-4000 मिटरको हाइटमा हिँडिरहेको छौँ। खासै बाटो उकालो चाहिँ छैन, कुनै कुनै बेला चाहिँ उकालो आउँछ सानोतिनो थुङ्गाहरू। यो उतापट्टि यो चाहिँ अब उकालो छ अलिकति, यहाँनिर झुलिङ्गे पुल छ। अनि यहाँबाट गएर फेरि सम्म बाटो छ, एकदम धेरै मान्छेहरू गइरहेको छ रोसरी अन्तर्गतको बाटोमा। यताबाट हाम्रो हिमालहरू देखिन्छ। खासै गाह्रो चाहिँ भएको छैन है गाइज। भोलितिर भेटौँला। भोलि तिल्चो अब हुने चाहिँ सेकेन्ड टाइम हो। तिल्चो चाहिँ दोस्रोचोटि जाँदैछु। पहिलाचोटि चाहिँ यो भन्दा नि गर्मी सिजन हुनाले साउन भदौमा गएको थियो, फुलहरू फुलेको थियो। अहिले चाहिँ अब तिल्चो यताउता टनाटन हिउँ होला भन्ने आश लागिरहेछ। र अनि पानी चाहिँ ताल चाहिँ खुल्ला होला, जोस हिउँले छोपेको छैन होला र निलो शान्त ताल देखिरहेको होला जस्तो होला सायद। अब हेरौँ कस्तो छ। यहाँ चाहिँ पुल देख्यो। अब यसको चाहिँ यति उकालो हिँडिसकेपछि यहाँबाट चाहिँ अब तिल्चो बेस क्याम्प पुग्दासम्म उकालो चाहिँ छैन। ल भोलि भेटौँ है।